के छ दिदी? वेलकम टू माई न्यू ब्लॉग होइन त्यो लुम्बिनी प्रदेशको पो रहेछ त यार यो 220 बाइक यो बाइकमा कसम हाल पुग्छ यार मतीको भान अपलोड गर्दा हामी चाहिँ एमआरबी ब्लगले बाइकले त अनि बाइकले त अनि सुरुमा त यो ब्लग गरेको होइन त्यति बेला दामी रहेछ क्या या नेपालको टप 1 भन्छ यार एमआरबी ब्लग यार कतातिर त्यो आन्दोलन चलिरहेछ भन्दै थियो माइती घर साइडतिर के हो खास कुरो यो फस गया सिम फस गया भन्थ्यो मन त्यस्तै जाममा फसे त माधव तो तगड़ा जाम लग गया माधव जो इधर बहुत तगड़ा जाम लग गया यार आज बाटो घाटेर आएछ नि त हो सही जात्राको लागि रेडी हुँदै रहेछ यार अब गयो हुन्छ होइन धन्यवाद जात्राको लागि रेडी भइरहेको रहेछ यार हेर त ए साथी यो मैले ठाउँ बनाउँदा भन्ने विषय छ नि त यो चाहिँ ट्याक्क लगाएर के भन्छ अरे यो ललितपुर साइड गाइज भएर प्रोग्राममा लागेर मरिहाल्यो फेरि त मे क्या गरौँ बोल्न त हुँदैन के भन्नु केही भनिन मैले जल्दी चलो जल्दी जाना है मुझे दिल में छुपा के रख दिया है हामी कुपनडोल साइड आइपुग्नु लाग्यो ट्याक्क पारेर होइन ए दिदी ठोक डालेगा रे तेरी गाँड माडी भन्थ्यो नयाँ गाडी रहेछ यार BYD में रक्सी वाला चाहिँ दामी मन पर्यो मलाई BYD साउन्ड नै आउँदैन BYD को ढुढुको मात्र टायरको सक्यो यहाँ माथि यहाँ उडाउनु मजा आउँछ नि अझ लङ टुरको बाटो हिँड्नुपर्छ कि माटोले त्यो गाडी उडाउनु त माटो भित्र त के मजा हो र लङ टुरमा बगारमा जान्छ
सुडौला त्यो मेडिकलको दायाँ दायाँ बायाँ दाइ उसले साइरी पढ्छ त खतरा म भावुक हुँदै गर्दै दामी पढ्दिनँ भने उसको भ्लग हेर्नु मजा आउँछ कि होइन दाई साइरी पढिदिनु पऱ्यो भनेर इङ्ग्लिसहरू गरेको देखिरहेको थिएँ कि बन्डोल पुलमा टक्क थाली पुल हामी चाहिँ यो बाटोमा यो उयो लेन क्रस गरेर उता गयो भने चिट काटिदिन्छ माटो ट्राफिकले देख्यो भने यहाँबाट त ठिकै हो होइन उता परसम्म त ठिकै हो म देखाउँछु है तपाईँहरूलाई यहाँ कहाँबाट हो भन्दाखेरि ट्राफिकले नदेख्ने ठाउँबाट के जोस् यहाँबाट यो लेनबाट उता गयो भने ठ्याक्कै समात्यो कि यो लेनबाट उता छिर्यो भने के समाइदिन्छ यो ट्राफिकले देख्यो भने अस्ति नै माटो नि एउटालाई क्या चिट काटिदिरहने सिङ लगाएर हामी चाहिँ राइड जानुपर्ने हुन्छ आज त एउटै नि बाइक समातेर होइन छ त माटो नत्र त जहिले 10-15वटा त हुन्थ्यो यार अब गाडमाडी भएन त राम जाम हेर जाम के साह्रो जाम हो यो दाजु हिँड्नु माला चिटकाट्ला मामाले अहिले फेरि भान्जु बाबु मेरो भान्जु बाबु यता आऊ त मेरो भान्जु बाबु अरे चिट्ला म काट्दैन अनि साला कितना जाम लाग्यो लेखो आंटी त हिरोइन जस्तो दौडेर आउँछ भने क्या गड़बड़ है इसमें मेरे को तो समझ में नहीं आ रहा मेरे को समझ में नहीं आ रहा है क्या ही करूँ मैं कुकुरहरूको जिन्दगी मोज छ रे खायो सुत्यो बस्यो न के गर्नु पर्यो जता जानु मन लाग्यो नि जानु पाइएछ तिनीहरूको के गर्छ रे चलो जल्दी ए उखुवाला दाइरा छ नि त आम्मामामामा जाम त के हो र यो गाइस ए भाइ हामी उता जाने हो यता जाने होइन सर ए सर म भाग्छु यस्तो जान्छ अहिले म कसरी फर्किनु होला त गाइस भन्नु त हामी जान्छु है भोटेवाल छिर्छु है मामाहरू रहेछ नि त मामा श्री दर्शन नमस्ते के छ खबर हजुरको सँग गर्लफ्रेन्डहरू क्या आयो तिनीहरू त क्या मुस्केर कुरा गरिरहेको मनै छुने गरेर तपाईँहरूले सुनेको सुनेन तर मैले चाहिँ सुने अलिअलि होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड होस् त त्यस्तो होस् कि गाह्रो छ छिर्नु पनि हुन्छ जानुहोस् आनन्द साथ जाएंगे और हम यहाँ पर डालेंगे के छ साउबा के छ
के छ सभा के छ खबर तपाईँको गोदाम बसौँ त के अनलाइन पनि छ कि क्यास मात्रै हो ठिक छ के छ भने खाना खानुभयो कति बेला खानु त नि पाके छैन किन र त्यस्तो नपाकेको कति रे 082 यो यस्तो दिएर 12 होइन 12 22 मात्रै आज कति उयो अमाउन्ट 2 लाख 1 2 3 4 5 लाख 2 लाख साइन हान्नु पर्यो होइन ल यो माल कहिले झार्दै हो र आज झारेको हो र हाम्रै गाडीले झारिदिएको हाम्रो होइन होला यार एक लाख 2 लाख this is the money this is the money this is the money के छ साउजी यस्तो गर्दै के छ साउजी गर्ने हो क्या यस्तो गर्दै के छ ल लागे ल साउजी लागे चिल गरिन्छ है गाइज यो पैसाले माटाउने मस्त लाएर हे मोच हान्नु मन छ भने भरे बेलुका मोच हान्छ भने मलाई कन्ट्याक्ट गर्नु होला है गाइज आज चिल हो पार्टी मेरो तर्फबाट म जान्छु है अङ्कल दिदी पनि आउँछ त काठे डोरेर नवाज आयो क्या नवाज त्यस्तै खबर जाऊ तिमी नै राजा हो तिमी नै जाऊ तिमी नै ठुलो जेठो पाठो भनेको मै जान्छु तान्छु तिमी जेठो पाठो भएर पनि छिर्दैनौ कि छोरा है बाटो माकुरीहरू बोला माया हृदय खोलेर के कति मोट्यो म ब्रा पनि देखेछ यार माटोमा होइन होला कति पातलो लाग्यो त दिदी भने माटोमा काट्दै गरेर रोका हामी यता लेफ्ट जान्छ लेफ्ट हामी लेफ्ट यता त्यो त कता लाइट भएको त कता साइड लाइट भएको सोधी ल जाने त
बोल माया खोजेर के हुन्छ त मसँग बोलेर कस्ता पछि हिँड्छु ल तिम्रो पछि हस् तिम्रो दादा हो नि अनि म चाहिँ तिम्रो मुटु रे म तिम्रो पछि हिँड्छु नि तिमी माइन्ड नगर न तिमीलाई अट्याक गर्न आयो भने म छु के हेर त कता जान्छौ तिमी अनि साइड लाइट बाल्न न त्यस्तरी अनि ब्याग पनि सिधा पारेको भए हुन्थ्यो एकतिर बाङ्गो भएछ हेर त यस्तो आनन्द भयो यता हिँड न कहाँ उता हिँडेको यता हो भनेको झन् त्यही गयो मेरो मोस्याङ छ ल बाई बाई स्कुटीमा र अब हामी जानुपर्ने हुन्छ ट्याक्क लगाएर स्कुटी पनि बनाउनु फेरि जानु हुन्छ फेरि झन्डीको बाटो आउँछु म स्कुटी यो कार त यस्तो दामी कार भएको नयाँ कार यार मार्नु पछ्याक्कै पारेछ हेर त उयो गर्नेलाई कति पैसा तिराउनु लाग्यो होला त माटोले कुच्याउने मान्छेलाई यो त ढ्याक गर्ने बेला कुच्याएर जस्तो लागिरहेको यहाँ त्यस्तो हेर्दाखेरि यो त नि पत्तुर बनाइसकेको रहेछ मैले जस्तै के यता नि रहेछ एउटा मोबाइलमा देखाएको थियो आएर यस्तोमा हम राइट जाएंगे राइट मार्केट सुपर मार्केट हो क्या अहिले फेरि बन्द भएसँग कडक जामलाई यहाँ डाक्छु छिटो नै बाबु नानीहरू यहाँ मलाई जानु परेन क्या मिलाएर राखेको हो गाडी पनि पार्किङ गरे जस्तो
के जरा के रोके जरा सात 6 5 4 3 2 1 0 लेट्स गो दादा आन्टी अलि हेरेर है हेरेर दुईतिरै हेर्नुपर्छ क्या गाडी आएर एकतिर मात्रै उयो हेर्नु हुँदैन नि त बाटो काट्ने बेला के जेब्रा क्रस छ भन्दैमा अब उयो बाइकवाला स्कुटी गाडीवालाहरूले पनि नआएको सिधै झ्याप्पै मिल्छ र मिल्दैन नि त त्यही भएर सो गाडी चाहिँ टेक केयरफुल सबजना गाडीवाला पनि पैदल यात्रु पनि दुईतिरै हेरेर चल्नुपर्छ राति भएपछि यो के हुन्छ भने जेब्रा क्रसमा टक्क मोबाइलको उयो फ्ल्यास लाइट बालेर हिँड्नुपर्छ त्यो हो कि सेफ्टी भनेको चाहिँ नभएमा हानिहाल्छ नि मुला जल्ले नि गाडी घोडा त हो मुला भन्नु बित्तिकै कहिलेकाहीँ नहुनसक्छ कहिले झुकेर नि हुनसक्छ होइन त गाइस त्यही प्रश्न राख्ने चाहे मैले सबैलाई यस्तो के खड्याक खड्याक त्यो चलाउने बेला खड्याक 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 गर्छ कि यसरी पम्प गऱ्यो भने कि स्कुटीको गाड गयो होइन त्यसको चाकतिर वालतिर कतातिर उयो गर्नुपर्ने हो माटोले होइन ह्यान्डसम राजा ह्यान्डसम भया केटा बाइकहरू बनाउनु हुन्छ नि आयो हुन्छ है ट्याक्क लगाएर हाम्रो यहाँनिर ह्यान्डसम गाह्रो छ यहाँनिर ट्याक्क लगाएर ह्यान्डसम भयो के छ यहाँनिर नि हुँदैछ ट्याक्क लगाएर मेरो घोडा मेरो बसन्ती उयो केटीलाई जिस्काइदिएको होइन मिस्त्री बनेको भएर केटाहरू चाहिँ यहाँ छ होइन मिस्त्री बन्ने भएर गइदिएको यसो हेरेर त्यो टप सप हेर्ने अगाडि हेडलाइट हेर्ने त्यहाँनिर हेर्छ हेर गेट म मिस्त्री बनेर हेर्नु चेक गर्ने भयो मुस्कान दिइरहेको केटी आएको त मुस्कान दिन्छ है सानो उठेको त यहाँनिर यस्तो हुँदो रहेछ यहाँ भित्रबाट यहाँ यो मान्छे कडा रहेछ यार ल दिनको दिनबाट छोड्छ ल भन्नु हिजो नुहाउने बेला साबुन लगाएर हान्दैछ हो कडा केटाहरू कडा यहाँबाट माल निस्किन्छ नि अब माल झर्छ माल अब यहाँबाट पिरियडको पिरियड हुन्छ नि पिरियड रे के हुन्छ नि पिरियड केटी मान्छेको पिरियडै हो नि तर हुन त कालै भइसक्यो रहेछ है हेर्ने बेलै भइसक्यो रहेछ स्कुटीको केटी मोटी भयो भने चाँक रहेछ है राजा केटाहरूले आँखा लगाएर हैरान माटोले
गर्नुहुन्छ अब गर्छन् त यार अहिले चाहिँ आइसक्यो